अहिले राजसभामा लागेका व्यक्तिहरूले आफैलाई महान सम्झिन्छन्। नेपाली कांग्रेस, एमाले, राप्रपा, माटो लगायतका पार्टीमा आबद्ध भएका व्यक्तिलाई उनीहरूले झोले सम्झिन्छन्। आफ्नो पार्टीका नेताहरूले बोलेका शब्दहरूलाई बढाई चढाई लेख्छन्। आफ्नो पार्टीका नेताहरूले गरेका गल्तीहरू उनीहरूले देख्दैनन्। हिजो मात्रै बालेन शाहले भनेका थिए कि मलाई भोट चाहिँदैन, काम दिनुहोस्। के बालेन शाहलाई महानगरपालिका जस्तो ठुलो जग्गाको मेयर बनाएर काम नदिएका हुन् र नेपाली जनताले? पक्कै दिएका हुन्। त्यसको प्रतिफलमा उनले के गरे? उनले गरेका बाचाहरू कति पूरा गरे? मोहरलाई मोहर बनाउँछु भनेर बाचा गरेका थिए। त्यो बाचा के भयो होला? लौ न, राजसभाका मित्रहरू बताइदिन पर्यो। उनले भन्ने गरेका छन् कि महानगरमा काम गर्न दिएन। के अब उनी प्रधानमन्त्री बन्दै गर्दाखेरि उनलाई काम गर्न दिइन्छ? अहिलेसम्म बनेका सरकारहरूलाई कसलाई काम गर्न दियो? काहीँ पनि, कुनै पनि देशमा, कुनै पनि घरमा, कुनै पनि समाजमा काम गर्न दिइँदैन। काम गर्न नदिँदै पनि काम गर्ने व्यक्ति नै लिडर हो। अब राजसभाका मित्रहरूले भनिदिन पर्यो उनी प्रधानमन्त्री बन्दै गर्दाखेरि उनले काम गर्छन् भन्ने आधार के छ?